हेलो दर्शकहरू, म फेरि पनि यो काठको पुल नजिकै छु अनि काठको पुलदेखि हामी उता जान लागेका छौँ। अनि म काठको पुलदेखि उता गइरहेको छु। अनि काठको पुल पनि पुरानो रहेछ अनि खतरा पनि छ। धेरै भारी बोकेर जान अलि अप्ठ्यारो लाग्छ यहाँ, किनभने यो धेरै पुरानो भएकोले यहाँ अब काठहरू पनि फेर्नुपर्ने छ, पुरा हल्लिन्छ। अनि म पनि आरामसँग बिस्तारै गइरहेको छु। हेर्नुस्, यो काठको पहिलेको पुरानो पुल हो अनि त्यही भएर यो पुलमा अलि अप्ठ्यारो छ है। अनि यहाँ सम्हालेर हिँड्नुपर्छ। सायद अब यो नयाँ पुल चाहिँ बन्छ होला। यहाँ नापी सबै कुरा भइसकेको छ भन्नुहुन्छ। अब सायद हुन्छ होला यो बल्ली जाने बाटो। अनि यहाँबाट चाहिँ बल्ली जान्छ अनि यहाँदेखि बल्ली जान्छ यो बाटो। म पनि यही काठको पुलनिर छु। अनि हेर्नुस्, अनि काठको पुलनिर अनि छु। अनि यसपछि यो काठको पुल चाहिँ धेरै पुरानो भएकोले यहाँ अलिक खतरा छ, अलिक गाह्रो छ। अब सायद यो तत्कालै अनि बन्दैन होला। अनि 1 वर्षपछि चाहिँ यो पुल बन्छ होला सायद। अनि यो बल्ली जाने बाटो, यहाँबाट बल्ली, रालबाङ, धनसौर अनि सबै ठाउँ जान्छ। अनि हामी फेरि यहाँ दिदीले अनि धेरै राम्रो आरु फलाउनु भएको रहेछ। अनि यो आरु अनि खानेछौँ, तपाईँले देखाउने छौँ कस्तो राम्रो छ आरु। अनि यहाँ म आएको छैन थिएँ, म धेरै दिनपछि यो ठाउँमा आएँ। तपाईँहरूले यो ठाउँलाई कस्तो मान्नुहुन्छ, लाइक, कमेन्ट, सेयर, फलो गरिदिनु होला। तपाईँलाई म फेरि आरु देखाउन गइरहेको छु। हेर्नुहोस् कस्तो राम्रो फलाएछ। तपाईँहरूले खानुभएको छ कि छैन होला यो आरु। धेरै राम्रो छ, यहाँ टिप्न लाग्नु भएको छ। अनि धेरै राम्रो छ यो ठाउँ, सुनसान वातावरण भएको अनि चिसो ठाउँ छ। यहाँ हरेक प्रकारको अनि तरकारीहरू पनि हुन्छ। अनि पानी पनि यहाँ नजिकमा छ। हेर्नुहोस् धेरै राम्रो छ।